आज चाहिँ मैले यो फर्सीको पातको पकौडा बनाउँदैछु। यसरी एकदमै मिठो हुन्छ यो। ल बनाउन सुरु गरौँ है त। चाहिँ मैले बेसन लिएको छु, यसमा नुन राख्छु अलिकति, बेसार, अलिकति रेड चिली पाउडर, यसलाई मजाले मिक्स गर्छु। पानी राखेर यसको घोल बनाउँछु। यसरी सबै पेस्ट बनाइसके। अब यो फर्सीको सागमा यसरी लाउँछु, फेरि यो माथि यो गर्छु। यसरी मजाले यो लाउने सबैतिर। लगाएपछि फेरि यसको माथि यो राख्ने, फेरि यसमा नै यो राख्ने। मैले 6 वटा जति पात राखेको छु। अब यसलाई यसरी फोल्ड गर्ने, फोल्ड गर्दै यस्तै गरेर बेसनको घोल दल्दै यसलाई यसरी फोल्ड गर्ने। अब यसलाई सबै यस्तै गर्दै स्टिम लिने। अहिले एउटा भाँडामा पानी राखेर यस्तो चान्ने राखेर स्टिलको, अनि यो स्टिम लिँदैछु। मैले त्यसको लागि यहाँ ग्रेभीको लागि प्याज राखेको छु पिस्नलाई, अलिकति तोरी, सर्सिम राखेको, तोरी राख्दा नि हुन्छ, लसुन, सानो टुक्रा अदुवा, टमाटर राखेर यसको पेस्ट बनाउँछु ग्रेभीको लागि। मेरो स्टिम भइसक्यो, मजाले पाक्यो। अब यसलाई पिस पिस पार्छु, मसिनो गरेर पिस पिस पार्छु यसरी। सबै यही सेपमा बनाएर यसलाई फ्राई गर्छु तेलमा। मैले यो पिसमा काटिसकेँ। एकदमै मिठो हुन्छ यो फर्सीको सागको। यसरी काटिसकेँ। यसै गरेर यो हामीले कर्कोलको पातको नि यस्तै गरेर बनाउन सक्छु। यता मैले तेल राखिसकेँ, यसलाई फ्राई गर्छु। मैले सबै फ्राई गर्न राखिसकेँ। यता मैले सर्सिम, प्याज, अदुवा, लसुनको पेस्ट बनाइसकेँ। यता टमाटरको मजाले फ्राई गरिसक्यो। एकदमै मिठो हुन्छ यसको तरकारी। यो त्यत्तिकै हजुरहरूले फ्राई गरेर पनि खान सक्नुहुन्छ चटनीसँग। टमाटरको यसको ग्रेभी रस बनाएर पनि खाँदा एकदमै मिठो हुन्छ सर्सिमहरू हालेर। मसला, बेसार, स्वाद अनुसार, फ्राई हुनेछ। टमाटर, प्याज, सर्सिम, अदुवा, लसुन भर्खरै बोलाउनु छ सबै राखेर फ्राई गर्दैछु। मजाले पाकिसक्यो। अब कतिको ग्रेभी चाहिन्छ त्यही अनुसार पछि म अघि बनाएको
पकौडा राख्छु। हजुरहरूलाई कतिको ग्रेभी चाहिन्छ, कतिजनालाई बनाउनु लाग्नु भएको छ त्यही अनुसार बनाउनु। एकदमै मिठो हुन्छ। अब फर्सीको मुन्टाको सिजन पनि आइरहेछ। एकचोटि हजुरहरू ट्राई गर्नु। स्टिम लिँदा हजुरहरूले थाल राखेर पनि स्टिम लिन सक्नुहुन्छ। थालमा हल्का तेल लगाएर मजाले यो ग्रेभी पाकिसक्यो। राख्छु पकौडा। हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्छ, मन परेमा लाइक कमेन्ट सब्सक्राइब गरिदिनुहोस्। यसलाई 1-2 मिनट मात्रै पकाउने राखेर एकदमै मिठो हुन्छ यो। यसमा धनियाँ राख्छु। मैले चाहिँ यो सुकाएको धनियाँ राखेको। ल हेर्नुहोस् त कस्तो खाउँ लाग्दो देख्यो। माछा जस्तै देख्छ हेर्नुहोस्। ल हेर्नुहोस्, माछामै राख्ने सामान राख्ने।